सेवा म सुनिधि राई आज चाहिँ म राई समुदायको परिकारहरूको बारेमा बताउन गइरहेको छु। यो चाहिँ चामल हो। राई समुदायको नयाँ बाली भित्राउनु अगाडि उनको पूजा गरिन्छ र यो चामल विशेष गरी कुखुराको मासुसँग चामल धुएर खाइने गरिन्छ। यो मिसाएर बनाएर खाएपछि मात्रै हामी हाम्रो खाने भ्याउँछौँ। यो चाहिँ राई समुदायको एकदमै प्रसिद्ध चिरमा हो। यो चाहिँ हाम्रो चिन्डोमा राखेर उनको पूजा गर्दछौँ। यो चाहिँ मेलापात र चाडपर्वहरूमा मनाइने गर्छ। यो चाहिँ किनेमा हो। यो चाहिँ पूर्वीय क्षेत्रका राई र लिम्बू जातिको विशेष खाना हो। यो चाहिँ घटमासबाट बनाइने गर्दछ। धन्यवाद। सम्पूर्णमा फेरि पनि धेरै धन्यवाद भन्दै हामीले हाम्रो परिवार यहाँ समक्ष प्रस्तुत गरिसकेका छौँ र अब हामी यहाँबाट अहिलेको लागि हामी चारैजना प्रभात इङ्ग्लिस बोर्डिङ स्कुलबाट आएका हौँ र हामीले सामान्य रूपमा नेवारी खाजा बनाएर ल्याएका छौँ। यो चाहिँ हाम्रो नेवारी समुदायमा सगुनको रूपमा दिइने धेरै मुख्य परिकारहरू हुन्। यसमा चाहिँ चिउरा, अन्डा, सादेको भटमास, बारा र सिद्रा पाइन्छन्। यो चाहिँ हाम्रो चना हो र यो चाहिँ हाम्रो अचार अनि यो हाम्रो सिद्रा हो र यो चाहिँ तेलमा उल्टाइ पुल्टाइ गरेर पकाएको हुन्छ र यो चाहिँ हाम्रो छोइला हो र यो मुख्य गरी राँगाको मासुले बनाएको हुन्छ र यो धेरै स्वादिष्ट हुन्छ। यो चाहिँ हाम्रो आलु हो र यो चाहिँ फ्राई गरेर बनाइन्छ। यो चाहिँ हाम्रो अन्डा हो र यिनीहरू चाहिँ सबै नेवारी खाजाहरू हुन् र यो चाहिँ हाम्रो चटमारी हो र यो चाहिँ चामलको पिठोले बनाएको हुन्छ र यो पनि चटमारी नै हो तर यसमा चाहिँ अन्डा मिसाएर बनाएको छ र यो चाहिँ हाम्रो बारा हो र यो चाहिँ मासको दाना भिजाएर बनाएको छ।
प्रसिद्ध छ र यो चाहिँ हाम्रो ऐलाको भाँडो हो र यसलाई चाहिँ नेवारीमा अन्डी भनिन्छ र यसमा चाहिँ हामी सगुनको रूपमा ऐला दिन्छौँ। धन्यवाद।